पहिले यहाँ घले राज्य थियो नि त्यो हेरेको हिसाब गर्दै 1800 वर्ष जति पूर्जा जति गएछ धार्मिक सांस्कृतिक हिसाबले लामा हुन्छ गाउँको हिसाबले मिठेबा हुन्छ जब डाबा बन्यो 4 जना हुन्छ अनि 1 जना कटुवाल अनि 4 जना शेर्पा र एउटा नयाँ कटुवाल 5-10 जनाले चलाउने हो अहिले पो सरकार आयो हामी पहिले पनि सरकार जस्तो नि हो बालाजिमीले पुरा फैसला गर्छ यहाँ गाउँमा छिनी सकिन भने लास्टमा त सर्वोच्चमा जान्छ त्यस्तै मनामा जान्छ मनाबाट फैसला गरेर आउँछ चेन्ज गर्ने बेलामा गड्डा छ कि यहाँ पिठो पिन्ने गड्डा छ त्यो गड्डा दुईटोमा जो बिहानो भाले बाँध्ने बेलामा अगाडि गयो जो राम्रोसँग दुब चरायो त्यही मान्छेले चाहिँ गड्डाको दोप्ता चाहिँ बस्छ भन्छ कि र त्यहाँबाट त्यहाँ बन्दुक पड्काएर दुब छरेर आगो फुकेर बस्छ सरसफाइ गरेर बस्छ 3 महिनामा चेन्ज हुन्छ त्यो 4 जना अब 3 महिना मेरो डाबा छ मेरो घरमा चाहिँ के अरे भान्जा चलाउने मिटिङ भवन गाउँ चलाउने मरे काम भयो अनि मेरो 3 महिना पुगेपछि अर्को साथी ठाउँ सार्यो यसरी सारेर 1 वर्ष चलाउने त्यो मिलको धुवाले पाउँछ कि घाटामा बसेर आयो भने एउटा भाडै बोकेर आउँछ कि मेरो छोरो बिहा गरेर आँस अर्को ठाउँमा आँस छुट्याएर दियो भने उसको पालो आउँछ जब त्यो छैन भने उमेरदारमा फेरि रोल गरेर आउँछ आफै दबाब मात्रै बसे त हुँदैन नि त सबै ठाउँमा पुग्नु पर्यो सबै ठाउँमा कुरा गर्नु पर्यो सबैसँग सहयोग गर्नु पर्यो मान्छेले कहिले दुःख हुन्छ कहिले सुखु हुन्छ सुखुको ठाउँमा पनि पुग्नुपर्छ दुःखको ठाउँमा पनि पुग्नुपर्छ मिठोमा भनेको चाहिँ थोरै जग्गा छ हामी यता हिमाल धेरै मान्छे आयो भने हामीले फेरि के गर्ने अरूले नथिए हाम्रो पिसामा चाहिँ धेरै खर्क ठुलो छ छोपा भन्छ त्यो चाहिँ खेतीमा पर्यो भन्दा सामान र हाल्छ सूचना दिन्छ अनि गएर टन्नेतिर ल्याउँछ आलु रोपेको छ गाई गुरुवाहरू यहाँ खेतीमा छोडेछ त्यो खाइदिन्छ अनि मिठेवाले चाहिँ जङ्गलमा छोड्नु पर्यो यहाँ खेतीमा छोड्नु भएन भने चाहिँ छोड्ने लगाउँछ त्यो भोलि जङ्गलमा पठाएन भने फेन लाग्छ खेतीमा आयो भने खेतीमा डन्डा अलग्गै छेड्नुपर्छ त्यो माथि खर्कमा खायो भने माथि खर्कमा एउटा प्रत्येक गुरुको ढाबा शेर्पादेखि लिएको बेलामा चाहिँ 2 पिस 10 यस्तो थियो भने अहिले चाहिँ एउटा गाई गुरु बराबर 150 लिन्छ खेतीमा खाएको पर्दाखेरि चाहिँ यतिमा आएन भने 7 दिनसम्म अथवा 15 दिनसम्म म्याद दिएर आएन भने त्यो गाई चाहिँ पच इलामी हुन्छ भनेर सुझाव दिएपछि ठकठक लिने हो मान्छेले झगडा गरे भने त्यसमै समाधान ल्याएर फ्यान लगाइदिने मिनिङसँग मिलाइदिने हाम्रो जहाँ खेती छ त्यहाँबाट कुलाएर पानीको कुल बनाइकन आफै बनाइकन पट्टी खेतीको मान्छेहरू एकजना गरेर कुल बनाएर खेती ल्याउँछ दुब छोडेको अब यो वनहरूले चाहिँ संरक्षण राम्रो होस् अब पहिरो सेरो नजाओस् कोही मान्छे त रोग भन्दाले झाडा भन्दाले मतलब छैन नि हामीले मान्छे जस्तो हो नि होइन उनीहरू कुनै साथ छन् नि कार्य बेला मान्छे कार्यको जस्तो हुन्छ भनेर हामीले भन भनिरहेको छ
अब यो हाम्रो वन संरक्षण भन्दा हाम्रो पिसाङमा 4 ठाउँको छ पिसाङ गाउँको माथि गुम्बा माथि पर्छ त्यसले चौदा भन्छ अनि उता पारिपट्टि चाहिँ पिन्दी भन्ने भन्छ अनि यतापट्टि नेगेना भन्ने भन्छ यो 4 ठाउँको नाम भएको भन्नाहरूले चाहिँ फिटिकै चलाउने चाहिँ हारियो त छुनै पाउँदैन धेरै जसो त हामी अर्जिनल आएको यहाँ न के छ भने घरेलु भयो के भयो यो त भित्र पनि गर्नुपर्छ नि त अब अरूपट्टि आइरहेछ आएपछि गाउँले त त्यसरी दुःख दिनु पर्दैन या त भनौँ न रोपेको जति भन्नाहरू आइरहेको छ क्या त्यसलाई यहाँ चाहिँ वृक्षारोपण चाहिँ भएको छैन गरेको छैन यो टेन्सी भन्दा चाहिँ त्यहाँ भन्छ त्यहाँ भनेको यो गाउँमा अरूपट्टि पनि खाँदैछ भने यतातिर भयो अनि यहाँ माथि भयो उतापट्टि भयो अनि त्यो तल भयो त्यसो पनि खाने दुनियाँले दिँदैन कि जङ्गल धेरै थियो मैले थाहा पाएँ 6 पटक आगोले खायो तब त आगो लगाएर फेरि जाने छोडेको नि होइन भनौँ न हाम्रो जेन्डर राख्छ क्या डाँडा डाँडामा नाक दोप्ताले दुध पाल्छ क्या त्यहीँ छस्सै खाइदिएपछि त्यहाँबाट खायो त्यो छिटो निभाउने नसकेपछि त मट्टिदल जस्तो निभाउने नसक्ने पानी त जुन ठाउँबाट टाढा टाढा हो कहिले स्याउला निभाउने कहीँ त तेरेको नि नजाने त्यो बेलामा त अहिले कति राम्रो आएको छ त्यो सबै 10-12 वर्ष अघि आगो लागेको अहिले कति राम्रो आएको छ व्यक्तिगत गऱ्यो भने यो नजिक होइन टाढो टाढो बाक्लो भएको जङ्गलमा एउटा दुईटा गरेर काट्ने पाइन्छ सुकेको बोराहरू चाहिँ किन खेर फाल्ने चिन्ने राख्ने भन्ने कुराहरू चाहिँ भयो घर बनाउने बेलामा पनि छिपिएको कुइन लागेको चाहिँ गुवाहरू काटेर एउटा दुईटा जङ्गलमा छानेकन काट्ने एकैचोटिमा एक नासी नकाटिकन अनि यो ठुलो रुख एउटा काट्यो भने तल छोपेको छ त्यो आउन सकेन त्यो ठुलो एउटा डल्यो भने अनि तल सानो चाहिँ फेरि आउँछ यो चिज चाहिँ यसरी बन्जरले काट्ने चिसोमा भात नबिग्राउने यस्तो चाहिँ गर्नु भएन भन्ने तरिका चाहिँ पहिले सम्झौता रहेछ त्यही कारणले चाहिँ उति युज गर्दैन त्यो रोजेको ठाउँमा पनि काट्नु पाइन्छ अरू व्यक्तिको चाहिँ काट्नु पाउँदैन गाउँले त्यो घोबो बनाउने छत्रे बनाउने फुल बनाउने त्यसको लागि चाहिँ यहाँ काटे दिन्छ नभए भने अरूले बिल्कुलै काटिदिन्छ अब रुख काट्यो भने अब सर्वले भनेर काट्नुपर्छ नभनेर काट्यो भने उसले फेल लगाइदिन्छ 60 वर्षको उमेर मुनि 15 वर्षको उमेर माथि अब दण्डनी लाग्छ एउटा लामा किताबै हुन्छ अब जस्तो मन्दिरको कसम लिने सक्छ आफूले काट्यो भने छोराले लाग्छ त्यसैले चाहिँ मान्छ क्या जङ्गलमा यसरी गयो भने 10-15वटा किसिम खाने चिज पाउँछ खाने त चावारो पनि कति जुरी आउँछ अमिलोको चिजहरू पनि कति किसिम छ जडीबुटी त कति न कति थाहै छैन अहिले बल्ल त्यो लसुन र याचु गुम्बो भनेर अहिले भर्खर 4 वर्ष भनेर भयो त्यो त पहिल्यैदेखि थिएन नि त जनावर त छोड्यो चराचुरी पनि मार्न दिएको छैन चराहरू पनि कतिको दिन्छ अहिले जङ्गलमा गयो भने कस्तिया पनि देखिन्छ गोरल पनि छ कसैले पनि मार्न दिएको छ त्यस्तो त्यतिको समस्या गरेको छ वनलाई सुरक्षित नराखेर लाभराबै गऱ्यो भने वर्षा नै हुन्न वर्षा नभएपछि पानी नै पर्दैन अहिले मात्रै होइन आफ्नै नातिको पालैसम्म नै रेनी वन हो त्यसै कारणले वन त एकदम सुरक्षित नै राख्नु पर्यो गाउँ यसो हेऱ्यो भने वरिपरि जङ्गल भयो त राम्रो देख्छ नि त उसको लुगा लागेको जस्तो हुन्छ नि त मासुपे त राम्रो देख्दैन खालि त्यो हुन्छ हावा लागेपछि धुलो आउँछ अहिले हार्यो त्यो रुख बस्यो भने धुलो पनि आउने हो पनि आउँछ फेरि पानी पनि अहिले राम्रो आउँछ वर्षा कम भएपछि खेती राम्रो आउँदैन त्यो गरेर सबैले त अलिअलि बुझिरहेछ सबैले धेरै मासु काट्ने उ गर्ने गरे यहाँ बासिन्दा पहिलो नियम त सबैले थाहा छ बच्चादेखि लिएर बुढासम्मको सबै थाहा छ त्यसै कारणले यहाँको पहिले पुरानो गऱ्यो भने हामीले सजिलो हुन्छ कानुनमा मात्रै गयो भने मान्छेले समस्या पर्दा मान्छेले नजान्ने मान्छे छ नि उनीहरूको कानुन थाहा छैन नि त नजान्ने मान्छे त कानुन भने के हो सरकार भने के हो थाहा छैन नि
हाम्रो बेला त यो हुन्छ है भोलि पर्सि यो हुन्छ है भनेर भनिदियो उनीहरू बुझ्छ गर्छ त्यो सहिलो भयो नि अलिक सजिलो सर्टकटको रूपमा चाहिँ ढाबा सेरोबाट चाहिँ सजिलो रहेछ कि Yeah.